हेलो साथीहरू, म दिपा बोरा अनि स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी भाइ बहिनीहरुसँग चाहिँ घुम्न जाँदैछु। कहाँ जाँदैछौँ हामी? जेनिस हामी कहाँ जाँदैछौँ? म जेनिस र आन्टी भएर चाहिँ हामी घुम्न जाँदैछौँ हैन। सधैँ मेरो फेभरेट प्लेस कमल पोखरी हामी जाँदैछौँ। ओके, बाँकी हामी तपाईलाई त्यहाँ पुगिसकेपछि त्यहाँको दृश्यहरू चाहिँ अवलोकन गराउने छौँ। सी यू भन न तिमीले। सी यू। यो चाहिँ म पढेको स्कुल हो अनि हेर्नु मेरो फेभरेट फुटबल प्लेयर सावित्रा भण्डारी पनि छ त्यहाँ, प्रीति राई, एन्जिला तुम्बा, पुसुम्बा। अन्त बिचको मान्छेलाई चाहिँ चिन्दिनँ, अरूलाई चाहिँ मैले चिन्दिनँ। यो चाहिँ रोनाल्डो, मेस्सी पनि छ। ए मेस्सी हो, यो मेस्सी खै के हो चिनिनँ मैले। ठुलो फुटबल ग्राउन्ड छ। ल हामी जाँदैछौँ अनि त्यसपछि यिनको मम्मी फेरि उहाँ अगाडि गर्दै हेर्न सक्नुहुन्छ लक्ष्मी भारतीलाई। यहाँ यो चाहिँ एक्सर्साइज गर्ने ठाउँ हो। यहाँ म बिहान आएर एक्सर्साइज गर्छु। जेन घटेको छैन, 1 केजी पनि 30 केजीबाट। यहाँ चाहिँ के भन्छ भलिबल खेल्ने ठाउँ हो। ओ भाइ आन्दे हुर्रा हुर्रा। यो चाहिँ मेरो सपनाको घर यस्तो छ, हेर्न सक्नुहुन्छ। साथीहरू अघि चाहिँ हामी थोरै थियौँ, अहिले चाहिँ फेरि हाम्रो ग्याङमा हाम्रो दिलमाया छेत्री आउनु भएको छ। प्लिज गाइस ताली। मलाई पनि लाज लाग्यो। हेर्नुहोस् हामी चाहिँ त्रिभुवन युनाइटेड एकाडेमीमा आएको। यहाँ चाहिँ हाम्रो इक्जाम सेन्टर परेको थियो 12कोतिर। यति स्ट्रिक्ट थियो। हेर्नु एकदमै गाह्रो भएको थियो। हल्का फुल्का चिट चोर्न पनि नदिएर एकदमै गाह्रो भएको थियो। सो साथीहरू हामी चाहिँ अब कमल पोखरी पुग्दैछौँ। अहिले चाहिँ हामी आम्दा हस्पिटलको बाटोमा जाँदैछौँ। अब चाहिँ को छिटो पुग्ने मलाई सोपा। सो गाइज हामीहरू चाहिँ आइसकेका छौँ। यो लक्ष्मी आन्टी अनि यिनी चाहिँ दिलमा। सो यता हामी अब चाहिँ पिङ खेल्छौँ अनि यताको दृश्यहरू चाहिँ म तपाईँहरूलाई देखाउने छु। हुन त फेरि म धेरै जस्तो आइ पनि राख्छु यो ठाउँमा चाहिँ होइन। यो के भन्छ मेरो लागि नौलो ठाउँ चाहिँ होइन। हेर्नु मसँग आउने मान्छेहरू मात्र फरक हुनुहुन्छ, किनभने कहिले म भाइसँग आउँछु, कहिले साथीहरूसँग आउँछु। आज चाहिँ म आन्टीहरूसँग आएको छु अनि यहाँको दृश्य अहिले चाहिँ हल्का चेन्ज भएको रहेछ। यहाँको ठाउँ चाहिँ अझै पनि चेन्ज होला भन्ने ठुलो आशा छ। हजुर किन हाँस्नु भएको अरे? सो साथीहरू हेर्न सक्नुहुन्छ मेरो छोरा यिनी चाहिँ सबैभन्दा ह्यान्डसम क्युटी पाए। एकचोटि चुप्पा गरिदेऊ दिदीलाई। हाई गरिदेऊ। हाँसी लागेछ मान्छे मार्छ न, हाँसी लागेछ हेर्नु न। के अनि आफ्नै हाँसी छ, अरू हाँस्छन् कि आन्टी? ओइ मलाई डर लाग्छ। मलाई डर लाग्छ। ए पागल अलिस त हानिदिन्छु पागल। सो साथीहरू अब चाहिँ हामी कमल पोखरी क्षेत्र पुरै अवलोकन गरेर अब चाहिँ हामी कहाँ जाँदैछौँ? हिल पार्क पछि
के अरे त्यो कुलपित्रीको बाजे बजाइ भन्ने ठाउँमा जाँदैछौँ। त्यहाँको दृश्य पनि म तपाईँहरूलाई देखाउने छु। सो रेडी भएर बस्नु है त। सो साथीहरू हामी चाहिँ अहिले जङ्गलको बिचमा छौँ च्याउ खोज्दै आएको हो। हामीले खासै यहाँबाट बाटोहरू चाहिँ हामीले खासै देखेनौँ। अब कसरी जाने होला। हराउन त हराएन नि अन हराउन त हराएन नि। मार्केटिङ म्यानेजर हो हराउने त चान्सै छैन बाबु। आउच। सो साथीहरू अहिले चाहिँ हामीले बाटो थाहा पाइसकेका छौँ र हामी हिँडिसकेका छौँ। बाजे बजाइको मन्दिर अरे के हो त्यो बाजे बजाइको मन्दिर भन्ने हामीलाई थाहा पनि छैन। जे जस्तो भए पनि होइन हामीले तपाईँलाई त्यो मन्दिरहरू चाहिँ देखाउने छौँ होइन। तपाईँहरूले चाहिँ यो केटालाई चिन्नु जे जस्तो भए पनि हामीले तपाईँलाई त्यो मन्दिर चाहिँ देखाउने छौँ। के हुन्छ कस्तो हुन्छ प्रतिक्रिया चाहिँ दिनु होला। बिर्स्यो भनेर नेपाल भन न गाइस आज हामी यसो शनिबार यसो फ्रेस हुनलाई बाहिर आएको हो। मेरो साथी चाहिँ यसो भ्युज बढाउनको लागि अगाडि बढिराख्नु भएको छ। कसैको जुत्ता पनि फुस्केर यस्तो भएको छ ओ राम्रो रहेछ त। सो गाइस जे भए पनि हामी यहाँ आइसकेका छौँ अनि यहाँ चाहिँ कमल पोखरी क्षेत्र सानो टिकी पिकनिक स्पोट रहेछ। यहाँ चाहिँ मन्दिरमा आएको छौँ। अब यसलाई के भन्छन् है त्यो पछाडिकोलाई के भन्छन् तपाईँहरूले चाहिँ कमेन्ट गर्नु होला। जेसुकै भन्छन् आई डोन्ट केयर होइन गाइज। अब चाहिँ हामी फेरि त्यहाँ मन्दिरमा जाँदैछौँ। सो साथीहरू अब चाहिँ हामी तपाईँहरूले मैले भनेको ठाउँमा चाहिँ हामी आइसकेका छौँ। अब केही मिनटमा चाहिँ हामी त्यहाँ पुग्छौँ होइन। अनि त्यहाँ चाहिँ अब यस्तो पिकनिकहरू चाहिँ खाँदै हुनुहुँदो रहेछ। खानाको लागि आउनुभएको रहेछ। अझै तपाईँलाई त्यहाँ गइसकेपछि अझै मोर भ्यू चाहिँ मैले तपाईँहरूलाई देखाउने छु। सो साथीहरू हजुर सो साथीहरू अहिले चाहिँ हामी फाइनली पितृ बाजे बजाइ नाथमा चाहिँ हामी थानमा चाहिँ हामी आइसकेका छौँ। हेर्नुहोस् एकदमै राम्रो छ यो ठाउँ। तपाईँहरू आउन सक्नुहुन्छ। बुटोलमा तपाईँ बुटोल नजिक हुनुहुन्छ भने तपाईँ यहाँ आउन सक्नुहुन्छ। पिकनिक के भन्छ पिकनिक पनि खान सक्नुहुन्छ। आउनुहोस् धेरै इन्जोय गर्नुहोस्। हेर्नुहोस् बाजे उहाँ चाहिँ कसको बाजे हो थाहा छैन तर बाजे चाहिँ हो। उहाँ जसको बाजे भए पनि कतिको खुसी हुनुहुन्छ। एकदम खुसी छ नि गाइस। गाली गर्छ न अहिले। आफ्नै पारामा हो नि जिउन थालेको। उहाँलाई चिनेन मैले। सो साथीहरू अब चाहिँ घुमिसकेर हामी चाहिँ रुमतिर फर्कँदैछौँ। आजको हाम्रो के भन्छ हामी आएको ठाउँ चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो। तपाईँहरूलाई राम्रो लाग्छ भने तपाईँहरू पनि आउन सक्नुहुन्छ। पिकनिक खान सक्नुहुन्छ। हरियाली वातावरणमा इन्जोय गर्न सक्नुहुन्छ। यो इन्भाइरोमेन्टमा तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ भन्दै म यति भन्छु कि होइन म चाहिँ नयाँ हो। मलाई राम्रोसँग भिडियोहरू कट गरेर हाल्न चाहिँ आउँदैन। पक्कै पनि हजुरहरूले सपोर्ट गर्नु होला। लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु होला। अझै तपाईँहरूलाई नयाँ ठाउँको दृश्यहरू चाहिँ देखाउने छु। आजलाई चाहिँ बाई बाई।